मिथुन राशि चक्रको तेस्रो चिन्ह हो जुन बुध ग्रहद्वारा शासित छ। यसले बौद्धिकता, द्रुत सोच र दोहोरो प्रकृतिको प्रतीक गर्दछ। हर हर महादेव, आउनुहोस् मिथुन राशि भएको जातकहरूको बारेमा चर्चा गरौँ। हेर्नुहोस्, कलयुगको राजा राहु आफ्नो नक्षत्र सद्विषामा 2025 नोभेम्बर 23 का दिन प्रवेश गर्न जाँदैछन् र राहुको नक्षत्र परिवर्तनको प्रभाव अहिलेसम्म राहु गुरुको नक्षत्रमा चलिरहेका थिए भने अब राहु आफ्नो निजी नक्षत्र सद्विषामा 2025 नोभेम्बर 23बाट प्रवेश गर्दैछन् र यसको प्रभाव तपाईले 2026 जुलाई 29 सम्म देख्न पाउनुहुनेछ। यो लगभग 9 महिनाको लामो समय हो र राहु 7 वर्षपछि आफ्नो नक्षत्रमा प्रवेश गर्न जाँदैछन् र यसले के कस्तो प्रभाव दिनेछ र यसले तपाईलाई केही दिएर जानेछ या केही गरेर जानेछ, यी सबै कुरामाथि गहन चर्चा गर्न निकै आवश्यक छ। राहु 9 ग्रह मध्ये अत्यन्त प्रभावशाली ग्रह मानिन्छ, यसैकारण यसलाई कलियुगको राजाको उपाधि दिएको छ। राहुले साम दाम दण्ड भेदको नीति कुनै प्रकारले प्रयोग गर्छ। जसरी राहु देवताहरूको पंक्तिमा बसेर अमृतपान गर्न सफल भए, त्यसै गरी नै सामान्य व्यक्तिलाई पनि रङ्कबाट राजा बनाउन सक्ने क्षमता राख्दछ र यसमा धेरै शक्ति छ। मिथुन राशि तेस्रो नम्बरको राशि हो र यसको स्वामी बुध हुन्। राहु कुण्डलीमा सोशल मिडिया र अन्तर्राष्ट्रिय कार्यक्षेत्रसम्म हेर्ने ग्रह हो र यसको सञ्जाल कलयुगमा जताततै फैलिएको छ। राहु कम्प्युटर क्षेत्र, व्यापार विलासिताको सुख सुविधाहरू, राजनीति, दाम्पत्य जीवन, शिक्षा र वैभवको कारक हो। सामान्य व्यक्ति करोडपति पनि हुन्छन्, तर अरबपति बनाउने क्षमता राहुले नै राख्छ। मिथुन राशिको लागि राहु भाग्यस्थानमा विराजमान छन् र यो राहु आफ्नो मित्र शनिको घरमा बसेका छन्। भन्छन् जस्तै राहु त्यस्तै शनि, र शनिको घरमा बसेर पनि आफ्नै नक्षत्रमा प्रवेश गरेपछि 2025 नोभेम्बर 23 दिउँसो 12 बजेपछि यसले तपाईको चालमा आएको जडतालाई तोड्नेछ। अहिलेसम्म किन लाभ भएन? 18 मे 2025 मा राशि परिवर्तन गरेर भाग्यस्थानमा आए पनि अहिलेसम्म शनिको घरमा हुनु र गुरुको नक्षत्रमा चल्नुको कारणले तपाईले धेरै मेहनत गरे पनि भाग्यको साथ पाइरहनु भएको थिएन। अब राहु आफ्नै नक्षत्रमा आएर भन्नेछन् कि मैले धेरै मेहनत गराए, अब भाग्यको साथ हेर। र भाग्यस्थानमा राहुले धेरै राम्रो लाभ दिन्छन्। व्यापार व्यवसाय, कार्यक्षेत्र, शिक्षा क्षेत्र, विद्यार्थी र स्वास्थ्यमा ठूलो राहत दिनेछन्। धार्मिक कार्यतर्फ पनि प्रेरित गर्नेछन्। र राहुको 3वटा दृष्टि हुन्छन्, 5औं, 7औं र 9औं। 5औं दृष्टि जुन लग्न अथवा शरीर भावमा पुग्न जान्छ। राहुको 5औं दृष्टि तपाईको लग्न भावमा पर्नेछ र यसले विदेशसँग जोडिएको कामहरू, अन्तर्राष्ट्रिय कार्यक्षेत्रमा बस्ने जातकहरूलाई मजबुती र लाभ दिनेछन्। स्वास्थ्यमा प्राप्त नभएको राहतमा पनि लाभ दिनेछन्। कम्प्युटर वा इन्टरनेटसँग जोडिएका क्षेत्रहरूमा धेरै सहायक बन्नेछ। लग्नमा दृष्टि आउँदा भइरहेको मानसिक तनाव अब कम हुनेछन् र तपाईको मन व्यापार व्यवसायमा लाग्नेछ, जसले नयाँ कामको अवसर सिर्जना गर्नेछ। शेयर मार्केटमा लगायत अन्य क्षेत्रमा रोकिएको वृद्धि राम्रो उचाल देखिन्छ। अब चर्चा गरौँ राहुको 7औं दृष्टिको। राहुको 7औं दृष्टि तपाईको पराक्रमको भावमा पर्नेछ र यसमा लाभको कुरा गर्नुपर्ने हो भने अनलाइन काम, स्टक मार्केट, व्यापार व्यवसाय, नौकरशाही, राजनीति, सोसियल मिडिया र विदेश यात्रासँग जोडिएका कार्यक्षेत्रहरूमा धेरै राम्रो लाभ दिने अवस्थामा रहनेछ। र सम्बन्धको आधारमा कुरा गर्नुपर्नेमा दाजुभाइसँगको सम्बन्ध वा वाद विवादमा आएको समस्यालाई समाधान गर्ने काम गर्नेछ। अब यसको 9औं दृष्टिको कुरा गर्नु पर्दाखेरि राहुको 9औं दृष्टि तपाईको शिक्षाको भावमा पर्नेछ। 5औं भाव पनि भनिन्छ र यो भाव यो घर, उच्च शिक्षा, आइटी क्षेत्र, इन्जिनियरिङ, सर्जन, डाक्टर, आसान पदको अधिकारी, न्याय र व्यवस्था र प्रेम सम्बन्धको पनि हो। शिक्षा क्षेत्र र न्याय व्यवस्थासँग जोडिएको ठेका पट्टाको काममा लाभ दिनेछ भने प्रेम सम्बन्धमा चलिरहेको विक्षेपलाई हटाउनेछ।
कोर्ट कचहरीको मामलाहरूमा राहत मिल्नेछ भने किसान भाइहरूलाई सम्पत्ति, ट्रान्सपोर्ट कम्पनी, बिल्डिङ मटेरियल, कम्प्युटर इन्जिनियरिङ, खाने पिउने व्यवसाय, खेलकुद र फिल्म जगतमा काम गर्नेहरूको लागि नाम, पद, प्रतिष्ठा र पदोन्नति दिनेछ। सेना र पुलिसमा काम गर्नेहरूलाई पनि राम्रो लाभ दिनेछ। अब यसको सावधानी र उपायहरू के हुन सक्छ, राहुले कस्ता व्यक्तिलाई राजा बनाउँछ भने चर्चा गरौँ। राहुको कुण्डलीमा राम्रो स्थान हुनुपर्छ। राहुसँग चन्द्रमा नहोस्, राहु नीचको वा मृत अवस्थामा नहोस्। यिनै राहुको गोचरलाई तपाईँले रङ्कबाट राजा बनाउन सक्छ भने नाम कमाउन मद्दत पनि गर्छ र विलासी योग सिर्जना गर्छ। राहुले अन्य ग्रहहरूले 10 दिनमा गर्ने काम 1 घण्टामा गर्छन् र यसको लागि सठिक उपाय भने मिथुन राशिको स्वामी बुध र राहु मित्र छन्। राहुको बीज मन्त्र, राहुलाई बलियो बनाउनका लागि उहाँको बीज मन्त्र वा बौद्धिक मन्त्रको जप गर्नुहोस्। त्यो मिथुन राशिको स्वामी बुध र राहु मित्र छन्। राहुको बीज मन्त्र, राहुलाई बलियो बनाउनका लागि उहाँको बीज मन्त्र वा वैदिक मन्त्रको जाप गर्नुहोस्। ओम भ्राम भ्रीम भ्रौ स राहवे नमः। र बुधको पूजा, बुधबारको दिन बुधको पूजा गर्नुहोस्। गणेशजीलाई ध्रुव चढाउने र लड्डुको भोग लगाउनुहोस्। साथै भगवान शङ्करको रुद्राभिषेक गर्नुहोस् वा ओम नमः शिवायको जाप गर्नुहोस्। गणेशजी र शिव भगवानको पूजा गर्नु तपाईँको लग्न स्वामी बुधको लागि सबैभन्दा उत्तम उपाय हो। हर हर महादेव।